बिहान उठेदेखि मैले जब त्यो फेसबुक पल्टाएर हेरेँ जम्मै न्युजमा म्यासेजमा मलाई चाहिँ अब जस्तो बिरिङ खोलाको ट्याङ्की खोलाहरूमा बाढी भएर मान्छेहरू चाहिँ अवरुद्ध भएको अनि यो जो माई खोलामा त्यस्तो भिडियोहरू मैले पाएँ। अनि त्यही भएर मैले आज बिहान 8 बजी नै म चाहिँ मन्त्रीज्यूलाई भेट्न गएको थिएँ, हाम्रो सुनिल लम्साल मन्त्रीज्यूलाई भेट्न गएको थिएँ। तर उहाँले जुन प्लानिङ गर्नुभएको छ म आफै अचम्म लाग्यो कि मैले लास्टमा आएर मैले के भने मेरो क्षेत्रमा बजेट नपरे पनि हजुरले जुन यो प्लानिङ गर्नुभएको छ त्यो चाहिँ एमेजिङ प्लानिङ गर्नुभएको छ। उहाँले यो नेसनल राजमार्ग सबैमा 2 लेन्स लगाउने, त्यसै गरी पालिका जिल्ला 2 लेन्स लगाउने, सबैमा वडासम्मलाई नै हरेक उसको, अनि क्षेत्रहरूमा पनि रणनीतिक राजमार्गहरू बनाउने, पर्यटन राजमार्ग, कृषि राजमार्ग। अनि यो जुन प्लानिङ चाहिँ यो अझै यहाँ डिटेलमा चाहिँ मैले अब यहाँ सबै छैन हैन। अब अनि हरेक सहरी उसमाहरूमा पनि 100 करोड भन्दा पनि बढी चाहिँ उहरू पालिकाहरूमा चाहिँ त्यो बजेटहरू लगाइदिने भनेको छ। अनि त्यसै गरेर बस्ती विकासका कुराहरू छन्। यो प्लानिङ चाहिँ उहाँले चाहिँ आफ्नै क्षेत्रलाई पनि वास्ता नगरी पहिला के प्रचलन थियो भने जो अर्थमन्त्री भयो जो प्रधानमन्त्री भयो आफ्नै एरियामा मात्रै लगाउने के। तर यसपालि चाहिँ हाम्रो पूर्वाधार मन्त्रीज्यूले चाहिँ आफ्नै क्षेत्रमा पनि नलगाएर चाहिँ विभिन्न हरेक जिल्ला अनि पहाडी इलाकालाई दुर्गम एरियालाई चाहिँ टार्गेट गरेर अहिले जुन अब के अरे पुल नभएर मान्छेहरू चाहिँ अवरोध भइरहेछ, बिमारीहरू चाहिँ ले चाहिँ एउटा बाटोको एक्सेस पाइरहेछन्, त्यो सबैलाई हुने गरेर जुन एउटा योजना बनाउनु भएको छ अहिलेसम्म नेपालमा कसैले पनि यो योजना बनाएको थिएन। म आफैलाई छक्क लाग्यो कि मलाई यो ब्रिफै मैले अलिअलि टिपेको थिएँ, यहाँ पुरा छैन। अझै उहाँसँग चाहिँ यहाँले सोध्नुभयो भने प्रत्यक्ष उहाँहरूले बनाउनु भएको छ तालिका। र वास्तवमा यो चाहिँ सफल भयो भने हामीलाई सबैभन्दा देश विकास गर्न कनेक्टिभिटी चाहिन्छ हैन। एउटा जिल्लाबाट अर्को जिल्ला जोडिने, त्यस्तै गरेर हरेक ठाउँमा चाहिँ ब्रिज हुनु पर्यो, हरेक टुरिज्म एरियाहरूमा चाहिँ के अरे बाटोको व्यवस्था हुनु पर्यो। त्यो भयो भने हामीले हाम्रो जिडिपी बढ्नेछ देशमा हैन, फेडरल रेभिन्यूहरू बढ्नेछ र त्यसलाई चाहिँ टार्गेट गरेर उहाँहरूले गर्नुभएको छ। अनि त्यसै गरेर पहिरोबाट चाहिँ बच्नको लागि कति करोड पो राख्नु भएको छ। पहिरोबाट मात्रै पहिरोबाट हुने क्षतिबाट चाहिँ त्यसलाई चाहिँ रिकभर गर्नलाई चाहिँ कति मैले एक्ज्याक्ट नम्बर चाहिँ आएन, मलाई उहाँले त्यो भन्नुभएको छ। त्यसको पनि बजेटहरू छुट्याउनु भएको छ र अहिलेसम्ममा जति पनि बजेटहरू भएको छ अबान्डेन्ट बजेट सबैभन्दा बढी भनेको यसपालि चाहिँ बजेट उहाँहरूले चाहिँ गर्नुभएको छ। त्यसबाट चाहिँ कहाँ रिक्स छ त्योबाट चाहिँ हामीले पछि पनि जो नाममा नआए पनि अब पहिला चाहिँ यो मेरो क्षेत्रमा मैले यति ल्याएँ भन्ने त्यो भन्नै पर्दैन क्या, त्यो सिस्टममा नै हरेक ठाउँमा जाने एउटा गर्नुभएको छ। अब त्यसलाई सबै नकारात्मक तरिकाले सोध्नु हुँदैन। सुकुम्बासी एरियामा 2 वर्ष भात खुवाउने मान्छे मै हो हैन, आमाको खाना भनेर फेमसै छ र उनीहरूसँग म पनि कन्ट्याक्टमा छु। उहाँहरूलाई फर्म भरेर जसको चाहिँ रियल सुकुम्बासी हो फर्म भरेर आउनु भनेर अनि मलाई कतिजनाले फोन पनि गरेको थियो कि। अनि के चाहिँ भएको थियो भने कोही विदेशमा छ अथवा अलिकति सम्पत्ति जोडेको छ भने चाहिँ उनीहरूले त्यो चाहिँ अब डिजिटल टेक्नोलोजीबाट थाहा हुन्छ भनेर पनि मान्छे डराएर फर्म नभरेको रहेछ। र मैले चाहिँ उहाँलाई के सल्लाह दिएको छ भने अब तपाईँको छोरीले कमायो भने तपाईँको त छैन, भर्नुहोस् भनेर म आफैले पनि भनिरहेको छु। अब होल्डिङ सेन्टरमा चाहिँ सर्टेन टाइममा राख्ने भनेर कुरा भएको थियो। अब पछाडि अब उहाँहरूले अब कसैले चाहिँ डेरामै पनि बस्न थालेका छन् कतिजना। अब 1-2वटा समस्या भयो, त्यसलाई चाहिँ अब सरकारले हेर्नुपर्छ भन्छु म पनि। र हामीले 1-2वटा इस्युलाई मात्रै लिएर अगाडि हामीले जुन गर्न खोजिराख्नु भएको छ सरकारले, जस्तो प्लानिङ गरिरहेछ, कनेक्टिभिटीका कुराहरू छ, कृषिका कुरा छ, इरिगेसनका कुराहरू छ, पानी चाहिँ हरेक ठाउँमा पानी पुर्याउने भनेर लागिरहनु भएको छ। हामीलाई चाहिने भनेको बेसिक कुराहरू हो र त्यो कुरालाई चाहिँ हामीले 3 महिनामै सबै पुरा हुन्छ भन्ने चाहिँ सोच राख्नुहुन्न। मैले अहिलेको सरकारले गर्दा मात्रै त्यो भएको होइन। अब जस्तो शिक्षा के अरे स्वास्थ्यका कुराहरू छन् पहिल्यैदेखिको पेन्डिङ होइन। अब जुन एउटा प्रशासनिक एउटा सिस्टम छ त्यो एकैछिनमा त चेन्ज हुँदैन नि त, मान्छेलाई एकैछिनमा चेन्ज गरिँदैन। तर त्यो गर्नलाई उहाँहरूले रणनीतिहरू अपनाइराख्नु भएको छ। मलाई लाग्छ अलिकति धैर्य लिनुपर्छ होइन। अब अहिले जे घटना भयो म पनि दुखी छु त्यसको लागि। हामी सबैले यसलाई कसरी समाधान गर्ने भन्ने कुरा सरकारसँग छलफल भइ नै रहेछ। मैले भने आज म आएँ बिहानै 8 बजी म मन्त्रीज्यूलाई भेट्न गएँ। यो बाढीहरूको जुन यो पुल भत्केर जुन बनेको छैन नि, मान्छेहरूलाई चाहिँ के अरे गाडीहरू पुरा जाम भएर बसिरहेछ पूर्वतिर, कर्णालीमा पनि छ, हरेक ठाउँमा त्यो चाहिँ पहिलो बन्नु प्रायोरिटी हुनु पर्यो भन्ने कुरा राखेर आएँ। र एज अ सांसद मैले भन्ने कुरा त्यही हो। यो भन्दा चाहिँ मैले अब यति नै भने धन्यवाद। जनताको सांसद हो, जनताको कुरा मैले गरेँ। एमाले काङ्ग्रेस यता जाँदै म सबै नेपाली भनेर